हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आज हामी जाँदैछौँ मामा घर। हाम्रो मामा घरमा चाहिँ अखण्ड छ। आजदेखि अघि बिहानैदेखि स्टार्ट भइसक्यो। अघि मामुहरूले अब म कलश यात्रामा जान्छु भन्छन्थ्यो। हामी यहाँबाट हिँडेकै छैनौँ। सो लेट्स गो टु माई मामा घर। आइसा र म गाडी पर्खिँदैछु होइन आइसा। ऐसा त कहाँ हिँडेको डल्ला बोकेर यो चाहिँ रेडी नभइआएको छ। अब यहाँ आएर रेडी भएको छ। हामी यहाँ जाँदैछौँ हाम्रो मामा घरको। यो कुन मिला रहेछ? सेलर मिल। ऐसा बहिनी ननस्टप हिँड्नुभएछ। ए कुकुर पो आउँछ त पछाडि त। हाम्रो मामा घर आइपुग्यो। टेन्ट लगाएर हिजो म जाँदाखेरि गरेको थिएन एउटा टेन्ट। मण्डप अलिक ठुलो त आइपुग्नु भयो। छिटो हाम्रा छोरीहरूलाई छोडेर हिँड्ने कि माइकी जान कुदेर अलिकति दिदी त्यस्तै पुग्ने भन्थ्यो। ओम केशवाय नमः नारायणाय नमः गोविंदाय नमः गोविंदाय नमो नमः। तिरानीको भाडुलाई चाहिँ पुष्टलाई छोइरहनु अरे जरेरमा चन्दनलाई दामोदर माधवेति गोविंद दामोदर माधवेति। राधे कृष्ण 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 राधे 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 अखंड भागवत महापुराण को अब एकचोटि घुम्नु न। घरहरूलाई पनि कुकुरहरू चाहिँ देखाउँछु है हजुरहरूलाई। यो कोठामा त पुग्यो एकछिन रहेछ। यो कोठामा सामान छ। यहाँ पूजा कोठा। बाबा खाँदै यहाँ चढाउन भेट्छौ। एकदम कच्चा कुचुक छ कि देखिँदैन। मुखे श्रीकृष्ण देवताय नमः। ओम क्लीदाय नमः। सोयं नो यद्वज्जुलं त्रैलोक्यनाथो हरे कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति।
समाप्यं दयाम उत्तमस्मृते तदानं योग्यं अतापमति श्रेष्ठ श्रेष्ठ गणात्रय भागस्य एवं प्रसन्न मनसो भगवद्भक्ति योगता गोविंद दामोदर माधव राम कृष्ण भगवान रत्नो समृत्ते समवाय स्मृति संबुद्धना शुद्ध गोविंद दामोदर हिजोले लाम पर्दैन तँलाई घर बसेको मान्छे किनेर होइन हाम्रो माइजू र आन्टी हेरेर अखण्ड मनोरम विवाह वेद मंत्रासि काले पत्ते कलुदम हरसम एकादनि मननि योजना दिगता मय दिन सप्रेस नेहानु तत भगवता सिरो वेद भक्ति एसे लोको ये संतर मयता हम तर ब्रह्मकुले उसे हम तर दिगया दिगति केस काल विपुल बालक गाड़ी मुक्रिया विजित दलवेश सात प्रतियाति विष्णु वाचहलवाचम कृष्ण महाभाव भक्तानां भयंकरं तैवोदय माननां सर्वोषि संहिता अथवा पुरुषस्ताचा ईश्वर भक्ति ब्रह्ममाय वेदं जीयन्ने शिक्षक देवनापनन्तो भावनां मनुष्यान् जानरस्मनि जात वेद मुनिवा विप्रुसितं च मविदासादिशिलाय नन्दनां नवतर्षया प्रातं ब्रह्म तो वेदां पाप आतपा आवन बना आवगतम बावस भावं कृपयाना नचा संयमेवं जुबस अदुना स्वराज्ञय हेरहा मंदिर अलवंदे भारतं पुरुषोत्तम आमंत्र पन होत्रम एका तन्नमज्ञा दुक्षमप्यं लब्धे सर्वमुदुरा नपनाच देवता था परमज्ञानं नाम मलात्मनां भक्तिजुरानातं ततं पश्येम यस्यां राम्रै भयो गाइस यहाँ मेकअप गर्दैछन् मलाई सोध्दैनन् पनि यस्ता छन् मैले भनेपछि मात्रै मेरो फुल पनि झरो बुइनी सुन्दरी भइसकि गाजर लाएर टिलिक्क परिन्छन् खै अलि यता आइज त उच्चेला हुन्छ नि तिमी राम्री भयो कति कस्तो ढ्याप्रे लगाइछ त्यस्तै हुन्छ तिमी लाउँथ्यौ तिमी लाउँदिनौ हेलो गाइस हेलो भन्छ मेरो मोबाइलै चलाएर बसिरहेको भन्न भरे टिभीमा आउँछ नि फेरि भाइ ल मुख छोप्न भ्याइसक्यो भरे सुयस पनि हेर ल म लिङ्क पठाइदिन्छु नि
होइन मामा मामा हजुरको के काम सक्यो भन त मेरो के काम सक्यो सक्छौ के पकाइदियो पकाउन हिँडेको अब फापरको पुरौला साउदानाको खिर सब्जी आज सबैलाई त्यही हो आज एकादशी त्यही भएर आज फलार गाईसाले गाजर पनि ल्याएको थिएँ राम्ररी बनाएको यसको एक्जाम छ भोलि आज हाम्रो घरमा अखण्ड यस्तो रमाइलो यहाँ मेकअप गर्दैछ अब यसको पालो भाइको प्रशान्तिको पूजा जय सेता के गरेको तैँले ल अब म हजुरलाई माथि के हुँदैछ देखाउँछु यहाँ माथि पनि टेन्ट आएको छ के ल्याउँदै हुनुहुन्छ भन्नुहोस् त चिया खानेको काट्दै हुँदैछ भर्खर बोडीको सब्जी साग यहाँ अर्को कुकम्यान हुनुहुन्छ हाई के पकाउन आँट्छ चिया बनाउन आँटेको जान्छु ए आन्टीले पकाएको चिया खाएर सब फिदा माइजाइछ आलु कोपिर आलुले आलु भन्दै हाम्रो अर्को माइजू आन्टी माइजू भोलिको तयारी हेर्नुहोस् त पेन्टहरू छ नि यसको यस्तै नयाँ फेसन आएको छ नि त अहिले होइन आइसा ओके न अन्त हेर कस्तो देख्यो कायम विष्णु बंधु शेषा ज्ञातुं च श्लोक किनस्य ज्येष्ठं वेदं के देवतानाय श्रोमाका महापतिशंतवाद मनसंतम कच्चे प्रकल्याणक दुर्नदा असत्यं साक्षिमं देवकी प्रदासमं वदा विपरो जीवस्य सत्यस्य मामु मलाई नदिने चिया तँलाई नदिने हो चिया तिमीले खाने तँले त आज खानै हुँदैन त भाइ चिया त्यही खानु मात्र खानु त के खाने दुध चिउरा खाने चाय गाई चाय साँच्चै खान्छस् जाँचे नाटक गर्छ यसले हाँसो यसले खाँदैन चिया फालिस त तँलाई कुट्छु आधी दिन्छु नि त म आधी खाएर ल तैँले यत्रो सबै खाइसक्दैनस् नि त हुन्छ गिलासको र चिसो पारेर 3 किलो पुडी खाइछ ल ए चिसो पारा मात्रै हामी जाँदैछौँ अब सब्जी लिनलाई पुगेन अनि त्यहीबाट होइन गाइस छ होइन हिलो होला हौ तैँले नै ल्याएको होइन तैँले भर्खर जाम भनेर ल्याउँछे अनि त्यसपछि हिलो भन्छे हुन्छ त्यस्तो यस्तो हाम्रो मामा घर पछाडि यस्तो बास गाडी पनि छ कस्तो राम्रो होइन अनि यो सबै हाम्रो मामा घरको खेत के भन्छ जग्गा बारी जग्गा सबै थोक होइन यो पनि यो बास गाडी पनि हाम्रो यो सबै जाँदैछौँ होइन यता गल्ली भित्रको बाटो छिरेर जाँदैछौँ अगाडि हिँड्दैछ अहिले के हामीले नि लिची चोरेर खायौँ होइन दुईवटा तर लास्टै अमिलो रहेछ राम मिठो छ अरे बुनि त चपाइरहेको छ लिची यस्तो घाममा हिँड्नु परेको छ गाई झन्डै हालिदियो बाख्रोले गाह्रो छ एउटा चोरेर के गर्यो मान्छे बस्दैछ अगाडि छोड्नै मिल्दैन कति छोड्दै है नछोडै दुईवटा टिप्न त मलाई पनि एउटा चोर लिची चोर लाज कुटेर मार्छ लिची हामी फेरि खाँदैछौँ चोरेको थियो नि अब यसले उतै लिची के भयो यो मलाई माया गरेको मिठो छ अहिलेको मिठो छ मलाई मिठै लाग्छ त के भएको बेसी दामको लिची खाएर छिटो खाइहाल्छु भाइहरूले देख्यो भने मार्छन्
स्वयं के लिए जाने मान के शब्द अतुल वशिष्ठ सहस्रार सहस्रात्मा अनाई करने धीरे धीरे बड़ी नाशवरा सगरे देना अमृत उम्माई देवम वेदांत मंदिर सुसंसेष भक्ति निरुद्ध जो वर्ग का महासंदेश को विशेष कोई तो सुधार कोला केली निदान जय जय देवा रे जय जय देवा रे समितान सकांड जय जय देवा रे अभिनव जलधर सुंदर गीतमान रे गीतमान रे श्रीमुख चंद्र चकोर जय जय देवा देव सेवन्ति कावकुल चम्पक पाटलाब्जै मुन्नागजाति करवीरल साल पुष्पै बिल्व प्रवाल तुलसी विश्वनाथ भगवान को तुलसिका महादेव को कालिका देवी भगवती को भक्तर भगवान को गौ माता को संत सनातन धर्म को आत्रेय गोत्र का समस्त पितृहरू को नन्द गोपाल भगवान को यहाँ सबजना होइन्छ ए हाम्रो मान्छे पनि आउँदैछ के बोकेर आइसक्यो गिलास ल्याएको यहाँ मान्छे पछैमा यताबाट सबैलाई देखाउँछु ए सबजना फोटो खिच्न रेडी भएर बसेको छ माइजू के बनाएको कोही भनेको त सरबत पानी बनाएको हेर्नु सरबत पानी खाने हो खाने भए आउनु भन्छ नि खाने भए आउनु है तिमीले चाहिँ के खानु भएको चिनी त डब्बै लिएर बस्नु भएछ त के खानु भएको ट्याङ कहाँबाट भेटिस् नि भाइ ट्याङ चाहिँ ए हाम्रो कल्पना आन्टीले यहाँ पुरौलो है के पाकिसक्यो के पकाइसक्यो भन्छ साउदाना मान्छे पनि आइसक्यो पाक्दैछ ए हाम्रो आन्टी छुट्छ अरे छैन छुट्सेको हाम्रो आन्टीलाई म कहाँ बिर्सिन सक्छु र भय जय गोपाल गधय हवनासुर भक्षज साहता तेतं गधय विरत भगवत कर विधो नम तेन यो धियः मानस धर्म सुनाम कलहार द्रष्टा च सोदं संसय वसन्देवः अभिप्लोत समादाय भास मामु बालेर पुगु Terima kasih.
राधेश्याम हजुरआमा राधेश्याम 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 ए हाम्रो माइजूको त उल्टो ढाड मात्रै आएको छ त्यही हुँदैन उठेको अब सबजना उठेर गर्दै रहेछ नि त यहाँ लाखपतिको लागि रेडी हुँदैछ यी गुरु पनि हेर्दै यत्रो पेपरै पेपर छ कहिले तिमीहरूले गफ गरेर यहाँ ढिलो भएको थियो हाम्रो जुनु यता हेर्न त यहाँ किन बसेको भन्न बहिनीले एक अध्याय सुनिसक्दाखेरि पास भइहाल्छ कि भनेर यहाँ ध्यान तपस्या दिएर बस्यो जुनु टेन्सन नगर्दा पास हुन्छ हाम्रो यहाँ खाँदा गरेर अब सबजना रेस्ट मान्छौँ हाम्रो रेस्ट के गर्दै हजुरले देवता चरणारविंद अदकमिति यामानुस्वनामुत्कृष्यमाणः भगवद्भक्तियोगिनदिरं हृदय उत्कण्ठं मुक्तैव सोमान मध्यापृता ज्योतिर्गहन्ति सत्तो निकटो संसर्गां विद्यमानां दुर्गनावधिः शरणश्रीपतिमुराभिः लक्नन्दा सप्तभद्रदेति जितातु ब्रह्मवर्णात् केसरा शिलादिगिरि शिखरेभ्यो ददः प्रस्रवन्ति कृष्णमनोस्वेरं स्वस्वपि सर्वेषु वान् नारायणो महापुरुषपुरुषानुग्रहायात्मतत्त्व विहीनात्मनाद्यापि संनिधीयते ईराव्यते तु हरे नारायण परमात्मा र म हजुरलाई मेरो मामा घरको अगाडिबाट टुर गराउँछु लाइक सब्सक्राइब हान्न गाइस लाइक सब्सक्राइब हान्न नबिर्सिनु के बनाइस् पुगेन चाहियो अरे ए अझै ठिक छ कति राम्रो भइसक्यो भिडियो पनि बनाइदिएको यदि हि कामुच कामलंबता सिद्धि दलाले परितो बलगितयवन मानसोत्तरम येवोरंत लातावती भूमि कांजन्य हिताम दसलोपा मनयश्याम ब्रहि शब्दातो न पथंचित पुनः पत्योपलभ्यते तस्मात् सर्वं प्रयतवन्ताधिर माध्यन्ते जगदं समाना विगते धीरो अपसादि हुन्तुतं सर्वमनहो भुङ्क्ते चापुयमानानि सबकाला विरायना कालयना यानिशाम अते महापुरुषाय यहाँ मोबाइल कस्तो हातमा छैन ल मोबाइल कहीँतिर लुकाइस् नि होइन
ततो राष्ट्रादिकले हर भवन्न हाटके सुर स्वपाल सुंद भूतवनाः पिता तेतिहाय देवासं मेषं तन्तपात्रं वयमाहं नमः 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 स्वाहा महात्माया गुणामय गुणमया मम भजितम भक्ति श्रोति वेतो वितर्कते आत्मान वर्तन इदतं तमात्मनं दतु यदेवा कितयस्ततः परम अतस्यात् तन्तु च हरिगुणमितुन बेयाधर्मण्यां भूयसो भावितरे अतत्तु राष्ट्रपदार्थदा मिथुनी वयमाया मुतं नखदैवे प्रजा अदृष्टान्त भूयोयुषं एवं बालिसा बालवक्षा कथे चिन्मासन कलिचिदा भोजना आराधन मंत्र मिमभ्यस्तंत ईडस्पतिन्दरा पुनः नारायण पुरुषाय महात्मने विशुद्ध स्वत्व कृष्णाय महाहंस धीमते इति तान वेदांत प्रतिसर्ग योगुनि विक्रम नेतमहविराग सत्वया केवल दामदेशं नचेद वंशम स्नेह पास निकतंदर नानुय न जानाति वन विषय तिक्षणातम ये देश एमता श्रद्धा पत्नी पितृधाम अथवांग सवेद पुत्रस्ते तपस्वीकासूर्यभार्यम धर्म के समधिजन दिशानम विदेशीरो देवलम वैफलम मनुताक्षमिद्रो पतंगी धर्मयुद्ध अपदंगयत पदगं यामिनी सुलभानत स्वर्णतो गौडम सासाजज्ञेश वनम श्रीशुद्धम एकस कृतिकाले नक्षत्राणीन्दो पत्न्यस्तुरातम दृढावतारसो न पत्न्यासो यक्षमग्राहित पुनः बाधे जाता आतम सोम कलाम देवी जरेक्ष चिरोनामनि लोकान्नम मते नाम सगणाच मुक्त जागरण दंतो सरकारम कोदव सापुजा इलाया सर्वे यजना से सुरसारिष्टयं चंद्रवा पाटियाति तदेतरम विरादिन वदैकाचं पतानि गंगं जुवेदा सरोरिष्टो है केवल यावतो अमोय अयमुख संपूर्णं सर्वं सर्वानो कवजोरं प्रो मां बलवास एकस्तम नामना धनकेशो रूपंसो विप्रासेति सं जयजाम सदानो सुभवाकां यतो सुभवा कन्याओ कन्याओ नित्यस्वरत सुनितैकाजो भगवान के हरिजनों पालय अपूर्वदाम दत्तं किमतो मुचानं मासनिरो रोमोतं विचानं प्रजावते भक्ता भगवती माता हस्त वंशिते सर्वं दयां भगवती मूर्ति भवस्यां प्रदेशं अग्निरभ्य गोमूर्ति प्रभूतं तत्नो तत्नो विद्यमा या माता न माति परमावता तव सा मनस्तं संध्या पतमति देमहि तुमको आदहं ब्रह्मचं नंदरं यथांसा विद्याय सुमत्न्य संतेसा एवं देवेषु एवं येविष्ठान्याय दिरंगयाद्धा ब्रह्मं यैवयो जिष्ठश्चकाहं यथा अवश्यं देवहित भारतस्वदेवस्व रूपस्थानाय प्रसन्नाति नागरः ध्रुवतं गृहीत धर्मस्य धर्मस्य गोयकं रूपतात् मोचनस्य विगता आसिद्यत महिमाय तां प्राहत महिमाय दिष्टरूपं गुलाब कते कते पार करे जय जगदीश हरे मन को फल मनोहर सहरे नित्य निरंजन निर्मल कारण विनाशी प्रभु कारण विनाशी शरणागत
प्रतिपालक शरणागत प्रतिपालक निर्मय शिखर त्रिभुवन स्वामी भात सुधा भगवानको भागवत लक्ष्मीनारायण ओम जय जगदीश हरे आसुर भाव निवारक तारक बाहिर भगवान तारक सुखदाता गुण अनुरूपति में हो भक्ति अनुरूप प्रभु नहीं हो हरे हर ओम जय जगदीश प्रभु अगणित रूप धरे मेरा मया रस विग्रह मेरा मया रस विग्रह करुणा हरि ओम जय जगदीश हितकारे प्रभु साजन हितकारे शरण शरण अब पाओ अभय शरण अब पाओ प्रभु भय भव हरि ओम जय जगदीश हरे सब पद सेवा पाई ओम जय जाते जाते जान भये पन जहाँ जहाँ जान भये पन प्रभु माँ पे मरो ओम जय जगदीश हरे। अब सबैजनाले पुष्पाञ्जली लिएर नमस्कार गर्नुहोला। आदिसेवितं कपिहारि गोवाहनो द्वित्रक्षो बलिदक्ष यज्ञमथनो श्रीशैलजा वल्लभो पापां मे हरतां स ब्रह्मेति वेदान्तिनो बौद्धा बुद्ध इति प्रमाणपटव कर्तृति नैयायिका अर्हन्नित्यथ जैन शासनरता कर्मेति मीमांसका स्वयं नो विदधातु वाञ्छितफलं त्रैलोक्यनाथो हरे। परिवारको कर्ता परिवारका सकल पितृगणहरूको आजको आनन्दको जय जय श्री राधे श्रीमन नारायण 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 बोलो नारायण 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 भगवान को सबैले अब आरती सिक्नुहोला। पापो हम पाप कर्म हम पापात्मा पाप सम्भव त्राहिमाम पुण्डरीकाक्ष सर्व पापहरो भव रोगहर शोकहर दुःखहर दारिद्र्यहर